छ राम्रो दामी छ हाम्रो यहाँ सिकारी चाहिँ दाजु है दाजुले उद्घाटन गर्नुभयो अब हाम्रो पालो भाइको र मेरो यहाँ छ यो अब कसको बल्छीमा पर्ने अब अघि फसै भनेको थियो नि त धेर नलगायो नि एउटा दुईवटा त लिएरै जान्छ ओके गाइस यो चाहिँ क्याटी चाहिँ हिजो मारेको क्याटी हिजो बेलुका मारेर ल्याएको कस्तो बन्यो हजुरहरूलाई देखाउँछु सुप चाहिँ अब रेडी भयो ल हेर्नुहोस् त कस्तो देखियो माछाको सुप एक च्यानल स्टार्ट गरेको छौँ सबैले फलो गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला है त थ्याङ्क यू सो मच फर वाचिङ हेभ अ गुड डे एभ्रीवान बनाउला यहीँबाट हामी अघि हानिसक्यौँ अब ल गाइस यहाँनिर हल्ला छ हेरौँ है त अब माछा आउने हो कि होइन ल गएछ आउँदा आउँदै बाटो लाग्यो जस्तो छ त ठिकै छ अर्को ट्राई गरिन्छ अहिले एउटा परेको जस्तो त गरेको थियो र पनि भाग्यो त केही छैन अब फेरि निकालिन्छ माछा पर्ने रहेछ आज अहिले पऱ्यो भने हामी हाल्छौँ कत्रो पर्छ है त हाम्रो यहाँ 3टा बल्छी लहरै छ पर एउटा अनि यहाँनिर एउटा त्यसपछि यहाँनिर एउटा एउटा भाग्यो अरे हामी र पनि पर्खिरहेछौँ यता पराको भाग्यो यहाँ हल्लाउँदैछ यहाँ पनि छ एउटा पर्छ पक्कै छ नि चिन्डो ल पर्यो अघि भागेको ल ल छिट्टो 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 तर एकछिन वेट गरौँ अब चाहिँ उम्केन होला है अघिको तान्न त क्याराङ ऱ्याङ ऱ्याङ त पारे कोसिस जारी छ
मौसम ल यो निकै लामो प्रतीक्षापछि आयो कि दुई ताल भयो तिन ताल भयो खसी छिन्छ है तिन तालमा चाहिँ आयो ल है गाइस कत्रो पऱ्यो आउनु चाहिँ आए जस्तो छ नआएर त भएन नि तिन ताल भइसक्यो नि किन चाहिँ दिनु भएन है ल हाम्रो फर्स्ट शिकार माछाको शिकार पानीमा त मै भन्छ नि त परो परो हेरौँ होइन कस्तो छ हेरौँ गाइस जाँदैछौँ हामी निकाल्नलाई आफ्नो झोला रेडी छ होइन आइपुगेछ आए है चालमाल त ल हाम्रो फर्स्ट आजको यसले होला अघि ल्याङ गरेको ल गाइस त्यो अल्डेको छ त जुङ्गामा यताडी ए जुङ्गामै अल्झेर आएछ झन् छिट्टै तान्ने छ होइन तर नअड्के उयसमै रहेछ नि हो थुतुनमा अलिकति बरु खै क्याटफिस तिमीहरू झोला नि छ निकाल्ने त दामी खालको रहेछ हो आमा निकै ठुलो परेको नि हो यो त अन्डै अन्डा छ जस्तो छ नि ठुलो परेको सफा पनि रहेछ नि त ल हाम्रो 25को सम्मरको फर्स्टचोटिको एकछिनै म फिसिङमा राम्रो खालको पर्यो राम्रो छ दामी छ हाम्रो यहाँ सिकारी चाहिँ दाजु है दाजुले उद्घाटन गर्नुभयो अब हाम्रो पालो डोरी छ त डोरी भाइको र मेरो यहाँ छ ल ठिक छ यो बल्छी फेरि डोरीमा हालिराखौँ न यो बल्छीमा प्राय परिबस्छ यार यो बल्छी नि यो प्राय यही बल्छीमा पर्छ नि त ल गाइस अब नेक्स्ट पनि हेरौँ अब कसको बल्छीमा पर्ने हो अब अघि फसै भनेको थियो नि त धेर नलग्यो नि एउटा दुईवटा त लिएरै जान्छ ओके गाइस Sopra giusta in tutti state Ma mai avevo meno quanto sa Dimmi mostrai Full sai un buona dimmi voglio Però chi non sai senti mi pina Duro la so zindagi Dimmi nemmeno kai lo sahana bandi Na yan kemra pura sama sanga Ma io catalizza io ma Ma yana dimno sopra dei causa So dei pari di me sante cosa Di amico come zastai Dimmi le mutu ciao manayo Dimmi ayo zindagi badiro Sopra di me sajayo Dimmi nazar maluke ko katha Mero dil pana thale ko sa Sapna zastai mi tutti me saath Dimmi maya wo mero bato sa Dimmi muskai Full sayo mana dimmi bolyo Pero kin sayo chan dimmi bina Duro la sa zindagi Dimmi nahi mero bato sa Kemra pore sama sanga Maya wo gatale sayo man Maya na dino Sopana de causa Sade pari dimmi sate cosa Dimmi muskai Full sayo mana dimmi bolyo Kin sayo chan Dimmi bina Odo la sa zindagi Dimmi nahi mero kailo sa Napani Dimmi bina Aduru sa jivan Dimmi bina Sungi sa yoman Mero manali Panday sa feeling Matunday ko Matunday ko Pero hasto maharaw summa Tingko na e batira ituma
यो मन तिम्रो बाटोमा तिमी बिना अधुरो यो सपनाको घाटोमा तिमीलाई मेरो रातको चुनो तिमीलाई मेरो बिहानी घाम ओके गाइस हामी आजलाई भारी पुऱ्यायौँ एउटा माछा पर्यो त्यति भए आजलाई पुग्यो 2 घन्टा 3 घन्टा जति खेलियो होला अब यसलाई बनाएर पकाएर खाएको भिडियो नि आउँछ
रोजीलाई कपडा गर्दैछ त अनि उठिर के गर्छ गर्थे चनिन रोई मन त मान्दैन मसँग गरम मसला बेसार लगाइहाल्छु म चाहिँ त्यसपछि सुकेको खुर्सानी तेजपत्ता अब एकछिन रातो पार्नुपर्छ एकछिन छोडिदिनुपर्छ प्याजलाई रातो हुँदै डढाउनु पर्छ ल है यमी यमी बनिँदैछ है गाइस ल रेडी भयो यो के अरे कर्जी मर्जी चाहिँ माछाको अनि हल्का धनियाँ रेडी टु ए कस्तो भयो गाइस कस्तो देखियो कमेन्ट लाइक सेयर गर्नु होला मन पर्यो भने राखेँ खुर्सानी चाहिँ हालिनँ मैले किनभने बच्चाहरूलाई पनि एकदम मनपर्छ माछा त्यही भएर अनि त्यसपछि यो धनियाँको धुलो 1 स्पुन त्यसपछि यो जिराको धुलो 1 स्कुप अनि कलर फुड कलर पिरो हालको होइन यो चाहिँ पाप्रिका
एक। अब यसलाई चाहिँ मजाले हाफ एन आवर लो हिटमा लो आगोमा मजाले पकाउनुपर्छ है। अनि सबै मसलाहरू चाहिँ अघि फ्राई गरेको माछाभित्र पस्छ अनि एकदम यम्मी हुन्छ। माछाको सुप रेडी भइसक्यो यो चाहिँ। अब त्यसमा अब माथिबाट धनियाँ हाल्न बाँकी छ। बनाएर मैले कस्तो बन्यो सुप।